हेलो एभ्रिवान, सियोबाटै गाइज। आज चाहिँ हाम्रो दरैहरूको छुट्का प्रोग्राम थियो गाइजहरू। अनि के गर्नु, हाम्रो त यहाँ हाम्रो बेइज्जत भयो के। त्यस्तो बेइज्जत भएको होइन, हाम्रो फर्स्ट ट्राई हो। फर्स्ट ट्राई हो, हाम्रो फर्स्ट ट्राई हो है। यो दिदीले गरेपछि चाहिँ भ्युज कस्तो भन्ने जिरो आउँछ के ओए फेरि यो भ्यू चाहिँ 1 मिलियन गर्न पर्यो है गाइज हाम्रो मामाको ब्लगमा। लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला। माया गरिदिनु होला। अनि हाम्रो चाहिँ यस्तै भयो मामा। अब म भ्लग बनाउनु स्टार्ट गर्नु पर्यो गाइजहरू। आजको प्रोग्राम के भयो बाई बाई। फर्स्ट ट्राई है माइजु। हेलो गाइस, सी यू। अब मामा अघि हुन्थ्यो। आज चाहिँ हाम्रो यहाँ कार्यक्रम अरे ल तनहुँ जिल्लाबाट सागर समाजबाटै यहाँ फेरि दुई नयाँ ड्रेसअपमा कोही पनि आएको छैन अहिलेसम्म। 11 बजी भनेको, 10:30 बजी भनेको तमोली सभा मान्छे त छिरिसक्यो, भित्र सुरु भइसक्यो होला। त्यही हो। नमस्कार। साखरको आज भइसक्यो गर तल जमा ल। आज यहाँ एसीमा ल, यो चाहिँ कहाँको टोली हो? कति गयो त? कति गयो? सिमटार कि सिमटार हो? ल यहाँ सिमटारको टोली हो यहाँ। अब यो हो है। साहरको टोलीहरू पनि देख्नु है। एकदम ग्यास बढी यति ग्यास बढी पनि पानी भात साखरबाट खमन खान्छ सेट अझै आइपुगेको छैन। प्लम भुजीहरू कतिखेर आउने हो? साँक्रे टोलीहरू इकाइ समूहका साथीहरूलाई यो दर्ता आफ्नो टिम दर्ताका लागि हार्दिक अनुरोध गर्दछु। हाम्रो कार्यक्रम तपाईँहरूको समूह दर्तापछि हामी गोला पत्ता गर्नेछौँ। त्यसपछि औपचारिक कार्यक्रम सुरुवात गरिनेछ। त्यसैले हार्दिक अनुरोध गर्दछौँ। हालसम्म प्रमुख तराई चुटका प्रतियोगिता
सबै अलि अगाडि अगाडि पाछ होइन सबै पाछ बस्ला र ल आए चाहिँ ल साखरको सल्लाह ल हाम्रो सल्लाह गर्नुहोस् यहाँ अनि ठिकै छ अब त्यही त नि बल्ल नि हामी पनि पहिलोचोटि हो यहाँ अब हाम्रो कोही त नाच्ने टोलीहरू थियो नि होइन ड्रेस छ होइन ल्याउनु पर्ने भयो भन्नु त ए हाम्रो साँखारको ल यहाँ सबै एकै ठाउँमा आउँदैछ टोलीहरू अझै आउँदैछ आउँदै टोलीहरू हामी डरायो अब ठुलै कार्यक्रम होला जस्तो भयो नि त लास्टमा यहाँ त केही न केही पनि रहन्छ त्यही भएर ए हजुर नमस्कार आयोजना गरिएको दवाई जाति भित्रको चुडका प्रतियोगितामा जति पनि हेलो हजुर प्रतियोगी माथि उपस्थित हुनुहुने ल राम्री भोलि जना साथीहरूलाई पानी मामा खास यस कुले राखेको र यो तनहुँ समाजले राखेको तनहुँ जिल्लाले दरैहरू त यस्तो लाउँदैन भयो होला तर आफूले बनाउनु थियो क्या मामा यो यतापट्टि कालो यहाँ ऊ भएपछि रेड भएपछि भइहाल्यो यहाँ सेतो सेतो चाहिन्छ तिमीहरूलाई अब त्यो सेतो चाहिन्छ भन्छ कि है कता सिधा गाडी ल्याएर हामी नि भ्याक्टोरियामा जाऊँ न सिक्न हामीले धेरै वक्ताहरू राखेका छैनौँ हामीले धेरै चुडकालाई नै महत्त्व दिएका छौँ त्यसैले विभिन्न सङ्घ संस्था विभिन्न विभागबाट जति पनि हुनुहुन्छ प्रतिनिधि गर्नुभएको छ त्यो प्रतिनिधिको रूपमा मात्रै छोटो छोटो शुभकामना तपाईँ लिएका छौँ
सामाजिक र सांस्कृतिक कुराहरूको विविध सागरहरू
के उसको त्यो स्यामको स्यामु छोरा हरा अलिअलि बजाउँथ्यो क्या सिकेको थियो केटाहरूले एउटा जोडा आएन नि त म्युजियमहरू त्यस्तो हाकिदिएको कतै
त्यो चाहिँ अब त्यसरी राखिन्छ सक्यो के आयो है हेर्न अवस्था राम्रो अझै ऊ भइरहेर रेकर्डिङ ल धन्यवाद बल्ल गरेर गर्छौँ पछि होइन अगाडि नै क्लोजअप गरिदिन्छ भनेर भिडियो हो कि सागर दवाई समाज ब्याच अगाडि आउनु होला प्लिज अरु तपाईहरु पनि सबैजना पर्नुहुन्छ गीत गाउन जाने हो कि कृपया तपाईको समूह सबैजना अगाडि आउनु होला यसरी नै चौथो अथवा सहभागी पुरस्कार लिनको लागि पोल्यान्ड सबै जान्छ के यसरी नै पोल्यान्ड दवाई समाज पनि आइहाल्नु होला प्लिज छिटो गर्नु होला है ल अब तपाईहरुले त विजेता हुनु भएको छ म यो हुँदा हुँदै खाली समय पोल्यान्ड दवाई समाजलाई पनि बोलाउन चाहन्छु ल पोल्यान्ड दवाई समाज ल अब यो भनेको त राम्रो हो जसले मैले भनिरहेको छु सुनिनु होला तुलसी दवाई समाज व्यास दसले पनि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।